जापानको पार्कहरुमा यस्तरी फुलिरहेको छ साकुरा। पयौं पयौं देखाउँछु अर्कोचोटि भनेर अस्तिको भिडियोमा भन्ने मान्छे म हुँ। ल हेरौँ है त कस्तो फुलेको छ, मान्छे कसरी इन्जोय गर्दैछन् भनेर। यो चाहिँ एकदम साकुराको समयमा चाहिँ नेपालमा हामी पिकनिक जान्छौँ त्यस्तै हुन्छ यिनीहरूको। यसरी टेन्ट लिएर आउने, बस्ने, खाने, दिनभरि गफ गर्ने। तर ठुलो ठुलो आवाजमा म्युजिक चाहिँ सुन्न पाइँदैन यहाँ जापानमा। यो वर्षमा एकचोटि मात्रै फुल्छ, अरू बेला चाहिँ लगभग सुकेको जस्तो नै हुन्छ। पातहरू पलाएपछि यसका हाँगाहरू काटेर फेरि अर्को पटक फुल्नलाई सयार गरेर राखिएको हुन्छ। अहिले चाहिँ म खानागावा केनको योकोहामा सिटी अन्तर्गत यामासिता पार्कमा छु। र यो अगाडि देखिरहेको भवन चाहिँ पहिलाका राजा महाराजाहरूका पालामा केही खेलहरू देखाउने स्टेडियमको रूपमा प्रयोग हुन्थ्यो भन्ने कुराहरू छ। यो ऐतिहासिक ठाउँ पनि हो यहाँको। र मान्छेहरू यहाँ आउने, खाने, दिनभरि खेल्ने गर्छन्। यसरी पार्क चाहिँ सजाइएको छ। यो चौरमा दुबोहरू राम्ररी पलाइसकेको छैन, भर्खरै बसन्त लाग्दैछ। यो साकुरा पनि 2-3 प्रकारको फुल छ यहाँ, रातो, सेतो, पिङ्क कलर लगायतका हुन्छन्। जापानले यसलाई राष्ट्रिय फुलको रूपमा चाहिँ इज्जत गर्छन् यहाँका मान्छेहरूले। छोटो समय फुल्छ, लगभग 1 हप्तामा यसको फुल फुलिसकेर पात आउने गर्छ। नेपालमा हामी यसलाई पयौं भन्थ्यौँ। बाख्रालाई घाँस काटेर खाइने गरिन्छ बाख्रा वस्तुलाई नेपालमा, त्यस्तो छ यो चाहिँ। र अत्यन्तै सुन्दर यस्तो खालको बिरुवाहरू लगाएर प्राकृतिक रूपमा सुन्दर बनाउन सकिने रहेछ। अत्यन्तै मनमोहक दृश्य। तर नेपाल र यहाँको पयौँमा मैले अलिकति फरक चाहिँ के पाएँ भने जापानका पयौँहरूमा चाहिँ यसरी फुलेको समयमा अत्यन्तै धेरै रस भएको पाउँथ्यौँ। म बच्चा बेलामा त्यो पयौँको रस पनि धेरै खाएको छु मैले, पयौँको फुलको। तर यहाँ चाहिँ त्यसरी रस नहुने रहेछ। अर्को कुरा त यो सहर बजारको बिचोबिच भएको कारणले गर्दाखेरि यहाँ मौरीहरू कम छन् र मौरीहरू लगायत भमराहरू चाहिँ यहाँ घुमेको देख्न पाइँदैन, किनभने ती चिजहरू छैनन् यो बजार भएको कारणले गर्दा। म तपाईँलाई अलिकति साइडमा बच्चाहरू खेल्ने ठाउँ पनि देखाउँछु। र ओइ त्यहाँ जाउँ। म तपाईँलाई यो पार्कमा के छ त भनेर अन्य कुराहरू पनि देखाउने छु। भिडियोमा जोडिएर रहनु होला, केही लामो हुनसक्छ। तर अत्यन्तै मनमोहक दृश्यहरू देखाउनेवाला छु म आज तपाईँहरूलाई यहाँ। र जापानको अर्को एउटा राम्रो विशेषता के छ भने यहाँ चाहिँ कसैले पनि पार्कमा गएर त्यो बिरुवाको पातहरू चुन्ने, फुल चुन्ने लगायतका कामहरू चाहिँ गर्दैनन्। एक त कानुनले पनि त्यसलाई निषेध गरिएको छ। तर हाम्रोमा चाहिँ के हुन्छ भने कसैले देखेको छैन, एउटा टिपिदिइहालौँ न, राम्रो छ बोकेर हिँडौँ भन्ने हुन्छ। तर यहाँ चाहिँ त्यो हुँदैन। कसैले पनि बोट बिरुवालाई हात लगाएर छुने, चलाउने, टिप्ने गर्दैनन्। यो अत्यन्तै अनुशासन छ जापानको। र यस्तो हुन सके हामीले पनि केही प्रगति गर्न सक्छौँ। जापानबाट सिक्नुपर्ने कुरा भनेको अनुशासन। अत्यन्तै अनुशासित मान्छेहरू। हेर्नका लागि बनाइएका चिजहरूलाई हेर्ने मात्र, त्यसलाई छुने, चलाउने, टिप्ने चाहिँ होइन भन्ने कुराहरूको राम्रो ज्ञान हुन्छ यिनीहरूसँग। र बच्चा बेलादेखि नै त्यो कुराहरू चाहिँ एकदमै धेरै अनुशासित रूपमा बच्चाहरूलाई पनि यति केयर गरेर सिकाइन्छ कि उनीहरूले त्यो हुँदैन भनेपछि हुँदैन, कहिले पनि त्यसलाई छुने, चलाउने, टिप्ने गर्दैनन्। र यहाँको जापानबाट हामीले अत्यन्तै सिक्नै पर्ने कुरा भनेको अनुशासन है। तपाईँहरूलाई अर्को एउटा म रोचक कुरा देखाउँछु। यहाँ बच्चाहरू खेलिराख्नु भएको छ। उहाँहरू यति अनुशासित हुनुहुन्छ कि लाइनमा बसेर पालोसँग अरूको पालो नमिचिकन खेल्ने चाहिँ यहाँको सबै बच्चाहरूलाई सिकाइएको हुन्छ। त्यहाँ पर एउटा रोलर कोस्टर जस्तो छ, झुन्डिएर अगाडिसम्म जाने। त्यहाँ हेर्नुहोस्
बच्चाहरू यति अनुशासित छन्, उनीहरू आफै लाइन मिलाएर पालो मिलाएर खेल्छन् ताकि सबैको पालो पुगोस् र सबैले बराबरी खेल्न पाइयोस्। त्यो बच्चाले लिएर आउँदैछ डोरी, अब हेर्नु त्यहाँ अर्कोलाई दिन्छ, उसले खेलिसक्यो, ल अब अर्को गयो र अर्को गएपछि उसले पनि ल्याएर त्यो लाइनमा बसेको अर्को बच्चालाई दिन्छ है। अनि प्यारेन्ट्सहरू पनि आउनुभएको हुन्छ, उहाँहरू चाहिँ बच्चाहरू लड्छन् कि भनेर हेर्ने मात्रै हो। बच्चाहरू त्यस्तो रुने कराउने झगडा गर्ने मलाई यो चाहियो भन्ने चाहिँ देखिँदैन यो पार्कहरूमा। त्यति अनुशासित हुन्छन् बच्चाहरू। सार्वजनिक ठाउँमा हो हल्ला गर्नु हुँदैन भन्ने कुरामा चाहिँ एकदमै सचेत रहन्छन्, सजग हुन्छन् र त्यो कुराहरू चाहिँ घर परिवार समाज र स्कुलले अत्यन्तै मेहनत गरेर बच्चाहरूलाई सिकाउँछ र त्यो कुराहरू बच्चाहरूले पनि एक्सेप्ट गर्छन् र त्यो कुराहरूलाई चाहिँ आफ्नो लाइफमा पनि फलो गर्छन्, सिकेका कुराहरूलाई चाहिँ है। शिक्षा भनेको त्यो नै हो, जे कुरा सिकिन्छ त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नु अथवा आफ्नो जीवनमा प्रयोग गर्नु। साकुरा के कस्तो देखिएको छ, लाइटहरू मिलेको छ कि छैन क्यामेरामा मैले कतिको देखाउन सकेँ, तर यहाँ चाहिँ आफै फिजिकल्ली आएर हेर्दाखेरि चाहिँ अत्यन्तै सुन्दर छ। यो निकै ठुलो पार्क छ, यहाँ यस्ता चौरहरू धेरैवटा छन्। अर्को एउटा कुरा चाहिँ जापानमा अमेरिकी एयरबेस तथा डिफेन्स सिस्टम चाहिँ एकदमै अमेरिकाभन्दा बाहिरको एकदमै ठुलो छ। यो एरिया चाहिँ पहिला अमेरिकी आर्मी क्याम्प हुने गर्थ्यो। यो अगाडि देखिएका भवनहरू तिनै भवनहरू हुन् जहाँ चाहिँ अमेरिकाको आर्मी क्याम्प, जापानमा रहेको आर्मी क्याम्प थियो। पछि यसलाई यहाँबाट सारेर योकोसुका भन्ने ठाउँमा लगियो र अहिले अमेरिकाभन्दा बाहिर भएको सबैभन्दा ठुलो आर्मीको बेस क्याम्प जापानमा रहेको छ। त्यो पहिले यहाँ थियो र अहिले चाहिँ यसलाई चाहिँ योकोसुका भन्ने ठाउँमा यहाँबाट केही 100 किलोमिटर टाढा सारिएको पनि मैले तपाईँहरूलाई जानकारी दिएँ। म तपाईँहरूलाई अलिकति अगाडि गएर अर्को पार्क देखाउने छु। पार्कको नाम चाहिँ उयो हो, यो एउटै नै पार्क हो, तर त्यतापट्टि पनि अलि धेरै साकुरा फुलेको छ भन्ने मलाई लागेको छ र त्यता मैले तपाईँलाई देखाउन चाहेँ। भिडियोमा रहनु होला। यी जापानिजहरू चाहिँ प्रकृतिसँग अत्यन्तै धेरै रमाउँछन् यो बेलामा चाहिँ, किनभने एकदमै धेरै मेहनत गरेर काम गर्नुपर्ने हुन्छ जापानमा, समयको त्यस्तै ख्याल गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि जापानिजहरू चाहिँ काम 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 हुन्छन्। अनि कामबाट फुर्सद पाउँदाखेरि चाहिँ शनिबार आइतबार अथवा स्याटरडे सन्डे चाहिँ यसरी इन्जोय गर्न निक्लिन्छन् पार्कतिर। र यहाँका पार्कहरू चाहिँ विशेष गरी मर्निङ वाक, इभिनिङ वाक गर्न अनि स्ट्रेस कम गर्नको लागि पार्कमा आएर इन्जोय गर्न अनि एकान्तको चाहिँ एकान्त ठाउँमा आएर आफूलाई के भने शान्ति दिलाउनको लागि पनि यी पार्कहरू प्रयोग गर्छन् जापानिजहरूले। यहाँ जति नै धेरै भिड भए पनि अहिले तपाईँले देखिराख्नु भएछ कुनै पनि मानिसहरू बोलेको अथवा हल्ला गरेको यहाँ सुन्न पाइँदैन, किनभने अत्यन्तै धेरै शान्त हुन्छन् यहाँ जापानिजहरू। म तपाईँलाई त्यो पल्लो पार्कसम्म पुर्याउनेछु। एकैछिन भिडियो सँगै रहनु होला। म अलिकति छिटो जान खोज्छु र त्यहाँ अलिक छिटो चाँडो पुग्नेछु। र केही फुलहरू चाहिँ पहिल्यै फुलेर यसरी पात लागिसक्यो। अब यस पछाडि यसमा दाना फल्छ, चेरी जस्तो। नेपालमा चाहिँ यसको दानाहरू हाम्रो बारीतिर हुने पयौँको दाना चाहिँ अत्यन्तै धेरै बाक्लो रूपमा हुने, कुनै कुनै त बोटले थाम्न नसकेर भाँचिने पनि गरेको देखेको थिएँ मैले नेपाल हुँदा। तर यहाँ चाहिँ त्यस्तो धेरै यो फुल यति धेरै फुले पनि दाना चाहिँ त्यति धेरै नलाग्ने रहेछ। यहाँ अलिक पातलो दाना लाग्छ र नेपालमा चाहिँ हामी खान्थ्यौँ त्यो अलिकति तितो तितो कस्तो, अलि स्वाद चाहिँ त्यति मिठो लाग्दैन थियो नेपालको पयौँको। तर यहाँ चाहिँ मैले खाएको छैन। फल्न चाहिँ थोरै फल्छ। ल अगाडि हेर्नुहोस् त्यहाँ फुलिरहेको छ। अब यहाँ चाहिँ एकदमै ठुलो बगान छ यसको। विशेषतः जापानमा
साकुरा भनेपछि सबै पार्कहरूमा भए पनि यो साकुराको सिजनमा चाहिँ जापानको उएनो पार्कमा अत्यन्तै धेरै आन्तरिक बाह्य पर्यटकहरूको घुइँचो हुने गरेको समाचारहरू सुन्न देख्न पाइन्छ। त्यहाँ चाहिँ त साकुराका एकदम ठुल्ठुला घना जङ्गलहरू छन्। म पनि एकपटक पुगेको छु जापान आउँदा बित्तिकै। त्यहाँ चाहिँ अत्यन्तै धेरै साकुराका रुखहरू, साकुरा भन्दा बुझ्न अप्ठ्यारो होला भन्ने लाग्छ मलाई र यसलाई मैले तपाईँहरूलाई पयौँ भन्ने गरेको छु। यसरी पयौँका बोटहरू त्यहाँ चाहिँ अत्यन्तै धेरै हुने गरेका छन्। र हेर्नुहोस् यहाँ पुरा जङ्गल फुलै फुल छ। मानिसहरू यो यहाँ तपाईँले देख्नुहुन्छ यो घेरा लगाएको छ। अनुशासन कति छ भन्ने कुरा तपाईँले यहाँबाट पनि देख्न सक्नुहुन्छ। यति धेरै मान्छेहरू हुँदा पनि यो घेरालाई चाहिँ नाघेर यो भित्र पस्दैनन् कोही पनि, त्यति अनुशासित हुन्छन्। र अब यो फुल सायद यो हप्ताभरिमा झरिसक्छ। हिजोअस्ति धेरै नै पानी पर्यो, 2-3 दिनसम्म मौसम खराब रह्यो, त्यस कारणले भुइँमा धेरै फुलहरू त झरिसकेका छन्। अझै यो मौसम चाहिँ सफा थियो यो हप्ता भने चाहिँ अझै बाक्लो देखिन्थ्यो यो फुल। र अर्को एउटा अनुभव चाहिँ मैले के गरेँ भने यो सेतोभन्दा रातो चाहिँ अझ राम्रो हुने रहेछ। यो सेतो चाहिँ त्यति धेरै आकर्षक त छ, यो प्राकृतिक सौन्दर्यता यसले पनि थपेको छ, सुन्दरता छ। तर योभन्दा अझ धेरै राम्रो चाहिँ यहाँ रातो भइदिएको भए अझै धेरै सुनमा सुगन्ध हुन्थ्यो। यो चाहिँ मैले रातो साकुराहरू, रातो पयौँ फुलेको बेलामा लिएको अनुभव हो। र यो पुरा जङ्गल चाहिँ यसरी फुलेको छ। यो फुल देखिरहँदा मलाई नेपालमा हुँदा यो पयौँ फुल्ने समयमा चिबे चराहरूले एकदम मौरी टिपेर खाने, अनि सुगाहरू आएर यसको फुलबाट रस खाने। र यो समयमा चाहिँ मौरीले मह पनि अत्यन्त धेरै बनाउने गर्थ्यो, त्यो देखेको थिएँ मैले। यहाँ चाहिँ अब त्यस्ता खालका चराचुरुङ्गी, मौरी लगायतका चिजहरू चाहिँ देख्न पाइँदैन, त्यो चाहिँ विडम्बना छ। तल देख्नुहुन्छ यो बारभन्दा भित्र चाहिँ कोही पनि पस्नु भएको छैन। यो सुन्दर फुलबारीमा बसेर एकदम रमाइलो गरिराख्नु भएको छ। आफ्नो टेन्टहरू लिएर आउनु भएको छ, सबैजना बसेर खाने पिउने। अब म्युजिकको सोख चाहिँ यहाँका मान्छेहरूलाई हुन्छ कि हुँदैन यो म यसै भन्न सक्दिनँ। नेपालमा हो भने यो पुरा जङ्गल डङ 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 गरेर म्युजिक बज्थ्यो, अरू केही सुन्न सकिँदैन थियो, सुन्न पाइँदैन थियो। तर यहाँ चाहिँ त्यस्तो छैन, सबै शान्तसँग बस्ने, यो सौन्दर्यता हेर्ने, खाने, तर यसलाई छुने, चलाउने, टिप्ने लगायतका कामहरू चाहिँ यहाँ कसैले पनि गर्नुहुन्न र गरेको पाइँदैन। तपाईँलाई म फेरि एकपटक यो जङ्गलतिर देखाउँछु। ल हेर्नुहोस् कति सुन्दर छ। र वर्षमा एकचोटि मात्रै फुल्ने यो साकुराले जापानमा यति धेरै पर्यटकहरू भित्र्याउँछ। यो लगभग विभिन्न प्रजातिका फुलहरू विभिन्न ठाउँमा विभिन्न समयमा फुल्ने, विभिन्न समय भन्दा पनि फुल्ने चाहिँ यही वसन्त ऋतुमा हो। तर रातो अलि अगाडि फुल्ने, त्यस पछाडि पिङ्क र सबैभन्दा पछाडि चाहिँ अन्तिममा यो सेतो साकुरा फुल्ने गर्छ। र यो साकुरा फुलेको समयमा जापानमा चाहिँ एकदमै धेरै पर्यटकहरू, विदेशी पर्यटक तथा स्वदेशी पर्यटकहरू चाहिँ एकदमै धेरै हुने रहेछ र आउने रहेछन्, जसले गर्दाखेरि यहाँको अर्थतन्त्र पनि विकास हुन्छ। मानिसहरू आएपछि त्यति नै खर्च गर्छन् र त्यो पर्यटनबाट पनि एकदमै जापानले ठुलो मात्रामा जापानी यान चाहिँ कमाउने गरेको छ। र नेपालमा पनि यो प्रजातिका रुखहरू धेरै छन्, पयौँ धेरै छ। यसको यसरी नै व्यवस्थित रूपमा यसलाई लगाउन सक्यो भने यसले धेरै कुराहरू गर्न सकिन्छ। डाले घाँसको रूपमा वस्तु बाख्रालाई खुवाउन सकियो, यसको फुलबाट मौरी पालन गरेर मह उत्पादन गर्न सकियो, र यस्ता चाहिँ राम्रा बगैँचाहरू बनाउन सक्यो भने आन्तरिक बाह्य पर्यटकहरू पनि आउने र त्यसले
मानिसको जनजीवनमा केही आर्थिक उन्नति गर्न सक्ने पनि देखिन्छ। मैले अघिल्लो भिडियोमा भनेको थिएँ म चाहिँ यो पार्कमा जानेछु र तपाईँहरूलाई चाहिँ यो साकुराको पार्क देखाउने छु भनेर। यो जापानको त्यस्तो ठुलो पार्क त होइन, यो सामान्य नेगेसी पार्क भन्छ यसलाई। सामान्य पार्क हो, सानो पार्क हो, तथापि पनि यहाँ चाहिँ सौन्दर्य एकदम राम्रो सुन्दर दृश्यहरू देख्न सकिन्छ। अझ मसँग समय भएको भए म तपाईँलाई उएनो पार्कबाट नै भिडियो देखाउन कोसिस गर्ने थिएँ, तर मसँग त्यत्रो टाइम रहेन। यतिन्जेलसम्म भिडियो हेरिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र सेयर सब्सक्राइब पनि गरिदिनु होला, फलो गरिदिनुहोस्। यदि फेसबुकबाट फलोवर्स बढेर चाहिँ मेरो फेसबुक मोनिटाइज भयो भने म फेसबुकबाट कमाएको सबै पैसाहरू चाहिँ सामाजिक कार्यमा लगाउने छु। र यस्ता भिडियोहरू चाहिँ अब सकेसम्म दिनै नभए पनि हप्तामा एउटा दुईवटा लिएर आउनेछु जापान सम्बन्धी। र अघिल्लो भिडियो चाहिँ म जापान र अमेरिका बिचको युद्ध पछाडि जापानमा एटम बम विस्फोट भए पछाडि अमेरिकी सेनाहरू पहिलोपटक कहाँ आएका थिए, कसरी आएका थिए, र त्यस पछाडि जापान र अमेरिकाको सम्बन्ध कस्तो रह्यो, अमेरिकाले त्यस पछाडि जापानमा कसरी आफ्ना सैनिकहरू राख्यो र जापानलाई चाहिँ आफ्ना सैनिकहरू राख्नको लागि निषेध गर्यो भन्ने विषयमा अर्को ठाउँबाट तपाईँहरूलाई भिडियो लिएर आउनेछु। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।